हेलो एभ्रिवान, नमस्ते। स्वागत छ सबैलाई मेरो छोटो मिठो भिडियोमा। आज चाहिँ मेरो डे अफ थियो, स्याटरडे। त्यही भएर म चाहिँ रुममा मात्रै कति खाना खानु भनेर मेरो अकोमोडेसनदेखि अलिक पाइ पर्ने ठाउँ अनि नजिकको नेपाली रेस्टुरेन्टमा गएँ। त्यसपछि मैले फ्राइड राइस मगाएँ। मलाई किनभने यो फ्राइड राइस यस्तो मनपर्छ कि म जुखुरी खानु थालेँ। हेर्नु है, धेरै मनपर्छ कि मलाई यो फ्राइड राइस, किनभने यो फ्राइड राइसमा बनाउने चिकन अलिकति उनीहरूले तारेर फ्राई गरेर हालेको हुन्छ। त्यसमाथि यहाँ फ्राइड राइसमा हाल्ने सस अरू त छ, त्यसमाथि स्यालेड पनि हुन्छ, हरेक हुन्छ। अनि त्यो विशेष गरी त्यो साइडमा हामीले देख्न सक्छौँ स्पाइसी अचार, त्यो त अति मनपर्छ मलाई। त्यही भएर आज मेरो छुट्टीको दिन, रुममा मात्रै कति बनाएर खानु भनेर मैले आज त्यहाँ गएको थिएँ। त्यसपछि खाँदैछु। हामी परदेशीहरू अब विदेश आइसकेपछि कति ड्युटी जाने, ड्युटीबाट आउने, फेरि भोलि बिहान उठ्ने, फेरि ड्युटी जाने, ड्युटीमा पुरा प्रेसरसहित काम गऱ्यो। कति अवस्थामा त हामीले गरेको कामहरूलाई, हामीले गरेको मेहनतहरूलाई, हामीले गरेको भागदौडलाई त्यहाँको सिनियरहरूले अथवा त्यहाँको म्यानेजमेन्ट टिमले आफ्नो हाम्रो कामहरूलाई बुझिदिँदैनन्। हाम्रो काम गऱ्यो है भनेर उनीहरूले अलिकति खुसी हुने, हाम्रो कामलाई एप्रिसिएट गर्ने, त्यस्तो पनि गर्दैनन्। हो, त्यस्तो तनावको माहौलमा एक दिन छुट्टी हुँदाखेरि म चाहिँ प्रायः जान्छु। साथीहरूको छुट्टी मेरो सँगै खासै हुँदैन, मेरो फाल्टै हुन्छ, उनीहरूको फ्राइडे हुन्छ, कोही बेला कसैको सन्डे छ, मेरो चाहिँ स्याटरडे छ। किनभने छुट्टीको लागि रोटेसन गर्नुपर्ने हुन्छ। कुनै कुनै साथीहरू छ सँगै छुट्टिने, तर त्यो साथीहरू खासै मसँग मिल्ने खालको साथीहरू भन्नुको मतलब मिल्नु त मिल्छौँ, तर त्यस्तो मेरो टाइपको साथीहरू होइन। उनीहरू अलिकति यता हाउ हुँ भन्ने खालको, अलिकति जाँडक्सीदेखि लिएर हरेक अलिकति बिन्दास टाइपको, आफ्नै खुसीको जे होला भन्ने खालको छ। म चाहिँ तिनीहरूलाई नराम्रो भन्नु खोजेको होइन, तर अलिक मेरो टाइपको साथीहरू होइन भन्नु मात्रै खोजेको। त्यस कारणले आज म एक्लै गएको थिएँ। म खाँदैछु, कस्तो मिठो लाग्यो क्या यो फ्राइड राइस आज। त्यही हो, मैले अब मेरो छोटो मिठो भिडियो हेर्नु होला। मेरो यो लगभग नेपाली 5-6 हजारको मोबाइलबाट कैद गरेको मेरो भिडियो हेरिदिनु होला, रमाइदिनु होला। हुन त मैले मात्रै खाइरहेको छु, तपाईँहरूले हेर्ने मात्रै भन्ने प्रश्न पनि उठ्ला, त्यस्तो होला। तर हेरिदिनु, सपोर्ट गरिदिनु। अब फेरि आउने र आगामी दिनहरूमा चाहिँ मैले टाइम मिलाएर अलिकति राम्रो सामग्रीहरू, मोबाइलहरू अलिकति जुटाएर जम्मा गरेर अलिकति योभन्दा राम्रो कन्टेन्टको राम्रो भिडियो बनाउने भरपुर कोसिस गर्नेछु। मेरो सोच पनि पहिल्यैदेखि त्यही हो, तर विदेशमा आइसकेपछि समयको अभाव, अब कन्टेन्ट बनाउने उयो पनि हुँदैन। अब ड्युटी जाने, ड्युटी आउने हुन्छ, टाइम पनि हुँदैन। एक त अब कहाँ गएर चाहिँ भिडियो बनाऊ, के गरौँ हुन्छ। रुममा बस्दाखेरि रुममा हुँदाखेरि पनि ड्युटीमा पुरा गरिरहेको हुन्छ। ड्युटीबाट आयो, खाना पकायो, सुत्यो, टाइम हुँदैन। त्यस कारणले गर्दाखेरि अलिकति मैले सोचे जस्तो, जुन रूपमा मैले सोचेको छु यो भिडियोमा, अलिकति चलोस् नचलोस्, हेरोस् नहेरोस्, तर मैले जानेको जति, मैले बुझेको जति, मेरो मनमा लागेको कुराहरू हरेक किसिमको, चाहे त्यो कमेडी होस्, चाहे त्यो राजनीतिक क्षेत्रको होस्, चाहे त्यो हरेक जर्नरको होस्, कुनै पनि तरिकाको भिडियो चाहिँ मैले आफूले जानेसम्म, बुझेसम्म, आफ्नो मनैदेखि गर्नु खोजिरहेको छु। सबैले साथ सपोर्ट गरिदिनु होला, किनभने अब आउने दिन र आगामी दिनहरूमा मेरो सोच, मेरो विचार चाहिँ त्यही छ। कति के हुन्छ, तपाईँहरूले माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट दिनु होला भन्न चाहन्छु। म चाहिँ अहिले यहाँ पुरा खोर्सानी पिरो भएर अलिकति कता हेरेको, उता अलिकति हल्ला गरे जस्तो भयो, झगडा गरे जस्तो भएर ओठ बुझ्दैछु मैले, पिरो भएर उता कता हेर्दैछु। हुन त यो मेरो के भन्छ यसलाई, एङ्करिङ के भन्छ, यो पनि मैले खासै अरू बेला गर्दिनँ। आज चाहिँ त्यहाँ पुरा हल्ला भइरहेको थियो त्यहाँ भिडियो गर्ने बेला, त्यही भएर मैले सोचेको थिएँ यो भिडियोको साउन्ड चाहिँ अफ गरेर मैले आफ्नै भोइस हाल्छु भनेर सोचेको थिएँ। त्यही भएर आफ्नो भोइस हाल्दैछु, एङ्करिङ गर्दैछु। कति कस्तो के सुनेको छ, हाँस उठ्दो सुनेको होला। मेरो पहिलो कोसिस हो, तपाईँहरूले मिलाएर बुझिदिनु होला, माया गरिदिनु होला। म जुक्रे बन्ठेले यसरी खाँदैछु, तपाईँहरू पनि हेरिदिनु होला, इन्जोय गर्नु होला। सबैलाई फेरि धन्यवाद सहित साथ सपोर्टको पुरा आशा र अपेक्षा राख्दै तपाईँहरूको आशीर्वाद पनि सिर पर राख्न चाहन्छु। हुन त मैले त्यस्तो तपाईँहरूले हेर्नु लायकको भिडियो अहिलेसम्म बनाइसकेको थिएन, तर मेरो सुरुवात हो। आउने दिन र आगामी दिनहरूमा मेरो भिडियो बनाउने सोच के छ भने, समाजमा भएको घटनादेखि लिएर सानोतिनो राजनीतिक न्युजदेखि लिएर, राजनीतिक न्युज भन्ने बित्तिकै नयाँहरूलाई
अलिक प्रोत्साहन गर्ने, नयाँ मान्छे राम्रो मान्छेहरूका लागि चाहिँ अलिकति राम्रो बोलिदिने, राम्रो गरिदिने र जो पुरानो पार्टीका मान्छेहरूले भ्रष्टाचार गर्छ, उनीहरूले नराम्रो नियत छ तिनीहरूका लागि, तिनीहरूको विरुद्ध चाहिँ अलिकति बोल्ने कोसिस गर्ने मेरो प्रयास हो। त्यो पनि एउटा मेरो यो युट्युब च्यानल खोल्नुको उयो चाहिँ मेरो उद्देश्य चाहिँ, र आउने दिन र आगामी दिनमा साथ सपोर्ट गर्नु।